NFPJ present 5th National Photojournalism Award 2025. नमस्कार, म सबिन धमला। राष्ट्रिय फोटो पत्रकार समूह नेपालले राष्ट्रिय फोटो पत्रकारिता अवार्ड 2025 आयोजना गर्न लागेको सुन्दा साह्रै खुसी लागेको छ। समूहले आयोजना गर्ने यो 5औं संस्करण पनि हो। 5औं संस्करणमा आइपुग्दा यसले खेपेका आरोह अवरोह र यसले नेपाली समाजमा पुर्याएको योगदान अविस्मरणीय छ। साथै नेपाली फोटो पत्रकारितामा यसको छुट्टै योगदान पनि छ। यो अवार्ड कार्यक्रमको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु। साथै नववर्ष 2082 ले सबैलाई हर्ष, उमङ्ग र हार्दिकता प्रदान गरोस्। देशवासी, आमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना पनि व्यक्त गर्न चाहन्छु। धन्यवाद। राष्ट्रिय फोटो पत्रकार समूहको वैशाख 13 गते हुन गएको 5औं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड 2025 को भव्य सफलताको शुभकामना दिन चाहन्छु। साथै नयाँ वर्षमा सबै पत्रकार, फोटो पत्रकार र सबै सञ्चारकर्मीहरू र आमा, दाजुभाइ, दिदीबहिनीहरूलाई पनि शुभकामना दिन चाहन्छु। यो विभिन्न कामको बारेमा म जानकार छु र अहिले हाम्रो नयाँ वर्षको विशेष सन्दर्भ पनि छ। हामी नयाँ वर्ष 2082 मा प्रवेश गरेका छौँ। यो अवसरमा पनि म सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, सञ्चारकर्मी साथीहरू, मिडिया जगत सबैलाई म बधाई एवं शुभकामना पनि भन्न चाहन्छु। NFPJ present 5th National Photojournalism Award 2025 Grand Award Ceremony. Date April 26, 2025. Time 2 p.m. onwards. राष्ट्रिय फोटो पत्रकार समूह NFPJ नेपालले यही आउँदो वैशाख 13 गते आयोजना गर्न लागेको 5औं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड 2025 को भव्य सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु र साथै नयाँ वर्ष 2082 सालको पनि यसै अवसरमा सम्पूर्ण नेपाली बुबा, आमा, दाजुभाइ, दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धिको कामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। 你好，我是云南青年导演童瑶。我仅向即将于本月由尼泊尔国家摄影记者协会 NFPJ 主办的第5届全国摄影记者奖2025表达热烈的祝贺，预祝活动圆满成功。同时，值此机会向全体尼泊尔的父老乡亲、兄弟姐妹们致以尼泊尔新年2082的诚挚祝福，希望大家新年快乐、幸福安康。谢谢。 राष्ट्रिय फोटो पत्रकार समूहद्वारा आयोजित वैशाख 13 गते हुन लागेको 5औं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड 2025 को सफलताका लागि शुभकामना व्यक्त गर्दछु। धन्यवाद। सबैमा नमस्कार अनि सेवाहरू। राष्ट्रिय फोटो पत्रकार समूह NFPJ नेपालले यही आउँदो वैशाख 13 गते आयोजना गरेको 5औं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड 2025 को भव्य सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। सबैमा नमस्कार। राष्ट्रिय फोटो पत्रकार समूह NFPJ नेपालद्वारा आयोजना गरिएको 5औं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड 2025 को भव्य सफलताको शुभकामना व्यक्त गर्दछु। राष्ट्रिय फोटो पत्रकार समूहद्वारा आयोजना गरिएको 5औं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड 2025 को शुभ अवसरमा सिउ नेपालको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु। नेपाल राष्ट्रिय फोटो पत्रकारिता अवार्डको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। फोटो पत्रकारिताको माध्यमबाट नेपालको पर्यटन प्रवर्धन, नेपाली जुन समाज परिवर्तनका लागि अत्यन्तै महत्त्वपूर्ण भूमिका रहन्छ। यसले नेपालको पर्यटनलाई विश्व बजारमा लान र जसलाई फोटोको माध्यमबाट एक तस्बिर हजार शब्द भने जस्तै फोटोको माध्यमबाट नेपाललाई एउटा विश्व बजारमा पुर्याउनका लागि महत्त्वपूर्ण भूमिका खेल्नेछ। यो अत्यन्तै महत्त्वपूर्ण कार्यक्रमका लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। यो अवार्ड हुने व्यक्तिहरूलाई शुभकामना सहित यहाँहरूलाई अझै नेपालको जुन विभिन्न विधाका फोटोहरूलाई विश्वभर पुर्याएर नेपालको प्रचार प्रसारमा सहयोग पुग्नेछ भन्ने विश्वासका साथ कार्यक्रमको शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। नेपालको यही आउँदो वैशाख 13 गते आयोजना गरेको 5औं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड 2025
को भव्य सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। नयाँ वर्ष 2082 को पनि सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमा बुवाहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। नमस्ते। राष्ट्रिय फोटो पत्रकार समूह नेपालले यही आउँदो वैशाख 13 गते आयोजना गर्न गइरहेको 5औं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड 2025 को भव्य सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। साथै अहिले 2082 सालको नयाँ वर्षको उपलक्ष्यमा पनि सम्पूर्ण पत्रकार महोदयहरू, फोटो पत्रकार, पर्यटन व्यवसायी र आम जनतामा मेरो व्यक्तिगत तर्फबाट र टानको तर्फबाट चाहिँ हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। राष्ट्रिय फोटो पत्रकार समूह NFPJ को यही वैशाख 13 गते हुन लागेको 27औं वार्षिक कार्यक्रम अन्तर्गत राष्ट्रिय फोटो पत्रकारिता अवार्ड 2025 को पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु। राष्ट्रिय फोटो पत्रकार समूहले यही वैशाख 13 गते गर्न लागेको राष्ट्रिय फोटो पत्रकारिता अवार्डको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। यही आउँदो वैशाख 13 गते हुन गइरहेको 5औं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड 2025 को सफलताको हार्दिक शुभकामना व्यक्त गर्छु र साथै यही 2082 साल नयाँ वर्षको पनि सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, आमा बुवा, सम्पूर्ण फोटो पत्रकार र फोटोग्राफर साथीहरूमा हार्दिक शुभकामना व्यक्त गर्छु। नमस्कार। राष्ट्रिय फोटो पत्रकार समूह नेपालले यही वैशाख 13 गते गर्न लागेको 5औं फोटो पत्रकारिता सम्मान कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। फोटो पत्रकारहरूलाई सम्मान गर्ने सृजनशील कार्यक्रममा सबै पक्षबाट सहयोगका निम्ति पनि अनुरोध गर्न चाहन्छु। साथै नववर्ष 2082 ले नेपालीहरूमा समृद्धि, खुशी र एकता कायम गर्ने गरी उत्साह बढाउन सकोस्, मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। जय नेपाल। नमस्कार, मेरा नाम निर्मल शर्मा। राष्ट्रिय फोटो पत्रकार समूह को 27औं वार्षिक उत्सव तथा फोटो पत्रकार समूहले आयोजना गर्न लागेको फोटो पत्रकारिता अवार्डको लागि सम्पूर्ण टिम मेम्बर तथा दर्शकहरूलाई बधाई शुभकामना wish you all the best。尊敬的尼泊尔国家摄影记者协会，您好，我是李振平。我谨代表中国山东省滨州市摄影家协会，向尼泊尔国家摄影记者协会即将举办的第5届全国摄影记者奖2025表达热烈的祝贺，预祝活动圆满成功。去年12月11日，由双方共同参与主办的飞越喜马拉雅尼泊尔山东滨州文化周及迷人的尼泊尔摄影展在滨州市举行，我们建立了友好的摄影联盟。该活动拉近了彼此距离，加深了相互理解，实现了双向奔赴。这次机会，我向全体尼泊尔的父老乡亲、兄弟姐妹们致以尼泊尔新年2082的诚挚祝福，祝愿大家新年快乐，幸福安康。谢谢。नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामनाको साथै अनि राष्ट्रिय फोटो पत्रकार समूह अवार्ड गर्दैछ, त्यसको लागि अग्रिम शुभकामना। साथै तपाईँ त्यहाँ उपस्थित भइदिएर फोटो पत्रकारिता के हो र फोटो पत्रकारहरूको सङ्घर्षका कथाहरू के छन् त्यो बुझिदिनु हुन हार्दिक अनुरोध गर्दछु। राष्ट्रिय फोटो पत्रकार समूह NFPJ नेपालले आफ्नो 27औं वार्षिक कार्यक्रम अन्तर्गत राष्ट्रिय फोटो पत्रकारिता दिवस 2082 को अवसरमा यही आउँदो वैशाख 13 गते आयोजना गर्न लागेको राष्ट्रिय फोटो पत्रकारिता अवार्ड 2025 5औं संस्करणको पूर्ण सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु। नमस्कार। राष्ट्रिय फोटो पत्रकार समूह नेपालले यही आउँदो वैशाख 13 गते आयोजना गर्न लागिरहेको 5औं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड 2025 को भव्य सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु र सम्पूर्ण आमा बुबा दिदी बहिनीहरुमा नयाँ वर्ष 2082 सालको पनि शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। नमस्ते, म कल्याण राज शर्मा, नेपाल चीन मैत्री मंच अध्यक्ष। राष्ट्रिय फोटो पत्रकार समूह NFPJ नेपालले यही आउँदो वैशाख 13 गते आयोजना गरेको फोटो पत्रकारिता अवार्ड
2025 को भव्य सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। साथै नयाँ वर्ष 2082 को पनि यसै अवसरमा सम्पूर्ण नेपाली आमाबुबा दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना पनि व्यक्त गर्न चाहन्छु। धन्यवाद। म कविन रमान साकी, राष्ट्रिय फोटो पत्रकार समूहको पूर्व अध्यक्ष। राष्ट्रिय फोटो पत्रकार समूह एनएफपीजे नेपालले यही आउँदो वैशाख 13 गते आयोजना गर्न लागेको 5औं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड 2025 को भव्य सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। साथै नयाँ वर्ष 2082 सालको अवसरमा सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। नमस्कार, আমি জয় সাহা। আমি বাংলাদেশের একজন ফ্রিল্যান্স ফটো সাংবাদিক। আগামী 26শে এপ্রিল এনএফপিজে কর্তৃক আয়োজিত 5th ন্যাশনাল ফটো জার্নালিজম অ্যাওয়ার্ডস 2025 উপলক্ষে আমি সবাইকে জানাচ্ছি আন্তরিক শুভেচ্ছা এবং অভিনন্দন। সেই সাথে নেপাল নববর্ষ 2082 উপলক্ষে আমার সবার প্রতি রইল আন্তরিক শুভেচ্ছা। ধন্যবাদ। नमस्कार, राष्ट्रिय फोटो पत्रकार समूह नेपालको 27औं वार्षिक उत्सवको अवसरमा आयोजना हुन गइरहेको राष्ट्रिय फोटो पत्रकारिता अवार्डको भव्य सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु। राष्ट्रिय फोटो पत्रकार समूह नेपाल एनएफपीजेले आयोजना गर्न लागेको राष्ट्रिय फोटो पत्रकारिता अवार्ड 2025 को भव्य सफलताको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यस्ता फोटोग्राफी अवार्डले फोटोग्राफर तथा फोटो पत्रकारहरूलाई हौसला प्रदान गर्ने विश्वास लिएको छु। साथै नववर्ष 2082 को पावन अवसरमा समस्त नेपाली दाजुभाइ दिदीबहिनी आमा बुबा लगायत सम्पूर्ण फोटोग्राफर तथा फोटो पत्रकार र फोटो व्यवसायहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। धन्यवाद। नमस्कार, यही वैशाख 13 गते राष्ट्रिय फोटो पत्रकार समूह नेपालले आयोजना गर्न लागेको 5औं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड 2025 को सफलताको लागि शुभकामना व्यक्त गर्न चाहन्छु। साथै भर्खरै सुरु भएको नेपाली नयाँ वर्ष 2082 सालको अवसरमा सम्पूर्ण नेपाली आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना पनि व्यक्त गर्न चाहन्छु। धन्यवाद। हेलो ऑल, नमस्कार। He is wishing for the success of the 5th National Photojournalism Awards of Nepal conducted by the National Forum of Photojournalists NFPJ of Nepal. NFPJ since its inception has been known to champion for the rights of photojournalists and journalists alike. So I'm wishing and rooting for the success of this major event. यही वैशाख 13 गते नेपाल फोटो पत्रकार समूहले आयोजना गर्न लागेको राष्ट्रिय फोटो पत्रकारिता अवार्डको सफलताको शुभकामना दिन चाहन्छु। यो सँगसँगै देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइहरूमा नेपाली नयाँ वर्ष 2082 सालको पनि हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु। धन्यवाद। नमस्ते। नमस्कार, जय नेपाल। नयाँ वर्ष 2082 ले हामी तमाम नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य कायम गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। साथै राष्ट्रिय फोटो पत्रकार समूहले यही 2082 साल वैशाख 13 गते आयोजना गर्न लागिराखेको राष्ट्रिय फोटो पत्रकारिता अवार्ड 2025 को भव्य सफलताको शुभकामना व्यक्त गर्दछु। नमस्ते, राष्ट्रिय फोटो पत्रकार समूह एनएफपीजे नेपालले यही आउँदो वैशाख 13 गते आयोजना गरेको 5औं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड 2025 को भव्य सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। साथै नयाँ वर्ष 2082 सालको पनि यसै अवसरमा सम्पूर्ण नेपाली आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। राष्ट्रिय फोटो पत्रकार समूह एनएफपीजे नेपालले यही आउँदो वैशाख 13 गते आयोजना गर्न लागेको 5औं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड 2025 को भव्य सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। साथै नयाँ वर्ष 2082 सालको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। नमस्कार, म भुवनेश्वर नगरपालिकाको नगर प्रमुख दीपक कुमार रिसाल। राष्ट्रिय फोटो पत्रकार समूह नेपालले यही आउँदो वैशाख 13 गते आयोजना गरेको 5औं राष्ट्रिय
फोटो पत्रकारिता अवार्ड 2025 को भव्य सफलताको शुभकामना व्यक्त गर्दछु। साथै नयाँ वर्ष 2082 सालको सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना पनि व्यक्त गर्न चाहन्छु। नमस्कार। नमस्कार। राष्ट्रिय फोटो पत्रकार समूह नेपालले यही वैशाख 13 गते आफ्नो 5औं राष्ट्रिय फोटो पत्रकारिता सम्मान 2082 कार्यक्रम सम्पन्न गर्न गइरहेको छ। उक्त कार्यक्रमको म भव्य सफलताको शुभकामना व्यक्त गर्दछु। साथै यसै अवसरमा नयाँ वर्ष 2082 सालको पनि सम्पूर्ण नेपाली आमाबुबा तथा दाजुभाइ एवं दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। 我是中国的摄影师陈环，我仅向即将在本月13日由尼泊尔国家新闻摄影协会主办的第5届全国摄影记者奖表示热烈的祝贺，同时向全体尼泊尔的父老乡亲、兄弟姐妹们致以尼泊尔2082新年的祝福，祝愿大家新年快乐。最后预祝活动圆满成功，谢谢。राष्ट्रिय फोटो पत्रकार समूहको 27औं वार्षिक कार्यक्रम तथा राष्ट्रिय फोटो पत्रकारिता अवार्ड 2025 5औं संस्करणको पूर्ण सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु। Namaste， 我是苏尼勒沙尔玛的中国朋友。尼泊尔作为我的第2个故乡，在此我谨向即将于本月13日由尼泊尔国家摄影记者协会主办的第5届全国摄影记者奖2025表达热烈的祝贺，预祝活动圆满成功。同时值此机会向全体尼泊尔的父老乡亲、兄弟姐妹致以尼泊尔新年2082的诚挚祝福，祝愿大家新年快乐，幸福安康。I would like to express best wish for the grand success of the 5th National Photographic Award 2025. I'd like to say another thing. We are start very soon our exchange program Nepal and Bangladesh photojournalist award and exhibition and competition and international seminar. Thank you very much.